नहेर है ल 1 सट्ट निकालिहाल्नु है मैले 3 भन्ने बित्तिकै गो भन्ने बित्तिकै ल 1 2 3 गो थ्याङ्क यू यो बुरुस ल्याइदिनु भएछ मेरो दाँत बिग्रेर हो होइन ल है दिदी ल अब ला मेरो एउटा गीत थियो होला अब चाहिँ तपाईँले भन्नु ल अब ब्ल्याक ब्ल्याक भएको ला मेरो त ब्ल्याकै है ल म त मस्त कता गएर नहेर गो भन्ने बित्तिकै जानु है ल 1 2 3 गो कस्तो लाग्यो एकदम राम्रो थ्याङ्क यू कम्पास ल्याइदिनु भएछ हेर्नु मैले कम्पास नै भनेको थिएँ खै बलियो कम्पास भनेको थिएँ क्या मैले एकदम थ्याङ्क यू एकदम चाहिएको चिज हो यसको लागि झन् थ्याङ्क यू हुँदो रहन्छ भित्र है थ्याङ्क यू ल है अब थ्याङ्क यू कति राम्रो मैले यति राम्रो देखेको थिएन त ल अब चाहिँ म भन अनि बेलामा अब चाहिँ ब्लू स्काई ब्लू है स्काई ब्लू ल नहेर सरी है त्यो मैले अलिक कम लेख्छु बुरुस चाहिँ खतरा हो है फेरि मलाई मन पर्यो ल 1 2 3 गो गो थ्याङ्क यू तिम्रो के रहनुहुन्छ थ्याङ्क यू लास्ट राम्रो थ्याङ्क यू ल है अब भन्छ है पहिला सानो सानोबाट सुरु गर्छु कि म अब चाहिँ डार्क ब्लू नहेर यता ल ल तर मैले चाहिँ साथीहरू लास्टै थोरै सामान लिएर चाहिँ बिचरा मलाई माया लाग्यो यस्तै इन्भेस्ट गर्नुभयो त दिदी होइन दिदी भएको फाइदा नै त्यही हो नि ल 1 2 3 सट्टै देखाउनु है ल 1 2 3 गो ल थ्याङ्क यू यो जेल पेन हो दिदी जेल पेन चाहिएको तिमीलाई होइन जेल पेन हो कि होइन र होइन हो खै त्यो खै। थाहा भएन हो क्या यो कस्तो ए भाइ खतरा दिदी थ्याङ्क यू खोला त भाइ खोला कस्तो माया लागेको खोल्न नि सानो थ्याङ्क यू कस्तो राम्रो हो त थ्याङ्क यू वेलकम थ्याङ्क यू ल है ल अब चाहिँ ए डार्क ब्लूको अझ एउटा छ है ल 1 2 3 थ्याङ्क यू कस्तो राम्रो छ उयो बेलासँग तपाईँको धेरै थियो तर यो थपिदिएँ मैले थ्याङ्क यू राम्रो छ अब चाहिँ अब भन अब म भनौँ हुन्छ हुन्छ अब पिङ्क गरौँ है पिङ्क ए ल ल देखाइहाल्ने सट्ट ल 1 2 3 गो थ्याङ्क यू अरू पनि छ पिङ्क ए बानी स्टिकिनु उयो कस्तो खतरा हो र दिदी थ्याङ्क यू मन पर्यो लास्टै राम्रो छ भाइ थ्याङ्क यू थ्याङ्क यू दिदी थ्याङ्क यू कस्तो खुसी लाग्यो मलाई यो देखेर मलाई स्टेसनरी लाग्छ मन पर्छ थ्याङ्क यू अब चाहिँ एकैछिन है गरौँ अब चाहिँ कुन कलर भनेपछि ग्रिन र व्हाइट लास्टमा गरौँला
ल हुन्छ मेरो किनभने ग्रेड व्हाइट एउटै जस्तोमा ल हुन्छ ए मजाले नयाँ नयाँ त ताप लाउँछ रेड भयो कि भएन अरे हाम्रो रेड भयो ए रेड भएन रेड भयो भयो लाउनु अरे एउटा ए थ्याङ्क यू अब चाहिँ ओरेन्ज गरौँ ल ल ओरेन्ज ल स्वाट देखाउनु है त ल 1 2 3 गो गो थ्याङ्क यू कस्तो लाग्यो थ्याङ्क यू साबुन सक्छ भयो ढ्याक्क भित्र हेर्नु न खोलेर साबुन होइन र म छोडिदिनु टाइम जान्ला अहिले हेरौँला अब चाहिँ व्हाइट व्हाइट अहिले लास्टमा अब चाहिँ ग्रे ग्रे भनेको कस्तो कलर ए ल 1 ल ल ल ल 2 3 गो ल थ्याङ्क यू वा कस्तो राम्रो लगाइदिएको सेम सेम परेछ हेर त हल्का यो लकको मात्र फरक हो क्या अब चाहिँ पर्पल है पर्पल पर्पल चाहिँ हल्का फुल छ किन्ने बेलै फोरै थियो नरिसाउनु है ए म किन 1 2 3 गो थ्याङ्क यू थ्याङ्क यू सेम परेछ त होइन थ्याङ्क यू ए भने कति खतरा टी सर्ट हो र वा कस्तो राम्रो कुर्ता ल्याइदियो त थ्याङ्क यू हल्का फोर्स त किनेला फोरै थियो है तिमी गर्नु है थ्याङ्क यू दिदी थ्याङ्क यू कस्तो राम्रो गिफ्ट ल है दिला छिटै अब फेरि मन पर्छ तिमीलाई पर्पल त एकदम अब चाहिँ येल्लो येल्लो ल 1 2 3 गो थ्याङ्क यू दिदी थ्याङ्क यू थ्याङ्क यू दिदी थ्याङ्क यू यस्तो खतरा सामान ल्याउनु भएको तपाईँको चोइस चाहिँ मलाई मनपर्छ तपाईँको पर्पल कलर भयो पर्पल भयो ए ल अझै एउटा थ्याङ्क यू अब चाहिँ ग्रिन है ए ग्रिन दे ब्राउन है ब्राउन ब्राउन भनेको कस्तो रे ब्राउन भनेको यस्तै यस्तै खालको मेरो चाहिँ ब्राउनै त भन्न मिल्दैन चकलेटवाला ल वान म त डर लाग्यो ब्राउन के अरे ब्राउन भन्न 1 2 3 गो थ्याङ्क यू दिदी चादरनी छ ल त्यो हड्डिया चाहिन्छ ल थ्याङ्क यू दिदी सँग थियो कि थिएन अह ल थ्याङ्क यू दिदी लास्टै धेरै ल्याइदिनु भयो रहेछ है अब चाहिँ ग्रिन ग्रिन के अरे थ्याङ्क यू रेड भयो होइन ग्रिन येल्लो व्हाइट लास्ट ए येल्लो कलर छ सरी सरी येल्लो भयो क्या ए रेड का रेड ल 1 2 3 गो रेड एउटा छ का ए थ्याङ्क यू चियापत्ती सकिन्थ्यो ल है ल ग्रिन ग्रिन त अहिले लास्टमा भन्यो भने कुन कुन बाँकी रह्यो त अब ग्रिन र व्हाइट रह्यो ए भयो न ग्रिन र व्हाइट एउटैमा हो 1 2 3 गो ल थ्याङ्क यू म हेर्छु ल के ये बानी के हो र यो मनी प्लान्ट भन्छ नि ये बानी मनी प्लान्टलाई घाम चाहिन्छ कि चाहिन्न अरे छैन यही भित्र राख्यो नि पानी धेरै नहाल्नु ए बानी थ्याङ्क यो यू व्हाइट दिदी भयो ग्रिन भयो